ल ल रामेश्वर भाइ ल निस्क ल जाऊ ल ठ्याक्कै ट्रायल गरे जस्तो गर्ने है अनि पर्सि हामी त्यही अनुसारले ट्रायल दिनुपर्छ है ल रामेश्वर भाइको हाम्रो पर्सि शुक्रबार ट्रायल छ आज त्यही ट्रायलकै जसरी प्र्याक्टिस गर्ने हो है रामेश्वर भाइ ल जाऊ ल हाम्रो रामेश्वर भाइले चाहिँ ठ्याक्कै ट्रायल गरे जस्तै गर्दैछ अब 8 मा छिर्दैछ ल एक राउन्ड आधा 8 घुमेर हाम्रो भाइ निस्किआएको हो अब त्यसपछि स्पिड ब्रेकरमा जाने हो त्यसपछि स्पिड ब्रेकर पछि युटर्नको बत्ती बाल्यो युटर्नको बत्ती बालेपछि युटर्नसम्म बत्ती निम्नु हुँदैन त्यसपछि जेब्रा क्रसिङ आउँछ जेब्रा क्रसिङमा रातो र पहेँलोमा रोक्ने हरियोमा आउने हो रातो बत्ती बलिरहेको रहेछ जेब्रा क्रसिङमा अब हरियो बत्ती बलेको भएर आएको हो त्यसपछि अब उकालोमा टक्क रोक्ने हो ट्याक्क लाएर स्टपमा रोक्ने हो स्टपबाट रोकेको ठाउँबाट पछाडि नअटिकन अगाडि बढ्नुपर्छ हो त्यसरी जाने हो अब अगाडि पनि टक्क स्टपमा रोकिनुपर्छ अगाडि स्टपमा टक्क रोकेर अब याल ब्याक गर्ने अब याल ब्याक गर्नुपर्छ है रामेश्वर भाइ ल अहिलेसम्मलाई पास छौ है तिमी टक्क तिनवटा पोल देखेर ट्र्याक रोक्ने एउटा यो त्यसपछि दुईवटा त्यसपछि तिनवटा त्यसपछि स्टाइरिङ सिधा गर्ने ल रामेश्वर भाइ अब आजलाई यति गरौँ है त पास पनि भयो ट्याक्क लाएर यता काटेर ब्याक गरेर राख यता काट ल यहाँहरू पनि यस्तै गरी हाम्रो वेस्ट बालाखानी ड्राइभिङ ट्रेनिङ स्कुलमा गाडी सिक्न चाहनुहुन्छ भने हाम्रो तल दिएको पेजमा कन्ट्याक्ट नम्बर राखेको छ हामीलाई फोन गर्न सक्नुहुन्छ र हाम्रो एड्रेस छ यहाँ बालाखानी ड्राइभिङ ट्रेनिङ स्कुल साप्रेढुङ्गाको पुल छेउ छ यहाँहरू पनि आउन सक्नुहुन्छ हस्त नमस्कार धन्यवाद ल भाइ है त यस्तो बवाल गरे यार पास ल पर्सि यस्तै गर्नुपर्छ है ओके दाइ ओके ल ठिक छ नि त एकदम पर्फेक्ट भयो दाइ
ल